ल यसमा 2285 रुपियाँ छ है। हामीले गन्दाखेरि 80-85 यस्तै छ। यो खुल्ला ल ठिक छ नि पैसा। ल अब ठुलो पैसा हेर्नुहोस् त। ठुलो पैसा कति छ त्यसमा? आमाको क्यास त 10,000 छ। 10,000 छ। ल आमाको पैसा हेर्नुहोस् त रकम। खुजुरा त कति छ कुनै आमाको थाहा छैन। हजुर। अनि यहाँ छ कारामा छ अनि थाहा छैन। यसमा पुरै खुजुरा मात्र छ। ल यसमा खुल्ला मात्रै छ। खुल्ला पैसा 5 छ। 10,000 त क्यासै छ भन्नुभएको थियो कि माथि उताको त्यो झोला खुल्नु त्यो। ओ यसमा छ। होला 10,000 भन्नुभएको थियो। ल गर्नुहोस् त पैसा छ कि नै। बिस 10,000 भयो होइन। ल 10,000 लगायत त्यो त्यसको 2200 12,200 होइन। खुल्ला त अब त्यो कति हो 20 को 5 को 10 को छ होइन। ल अब ठिक छ नि सबै पैसा पाउनुभयो कि नै। दुईवटा मोबाइल देखाउनुहोस् त। अर्को उहाँको तपाईँको आमाको मोबाइल देखाउनुहोस्। यो कति हजारको यो मोबाइल 16-17 हजारको होइन। तपाईँ आफ्नो आमालाई लिएर आउनु भएन? आमा उ त्यहाँ तल्लो पुरुष आउनु भएको थियो। आमाको घोडा दुख्छ के पुरै। घोडा दुख्छ जा भयो भनेर ल तपाईँको मोबाइल दुई ठान मोबाइल र चाहिँ 12,200 होइन। हजुरको नगद क्यास रकम होइन। पैसो र यो ब्याग ह्यान्ड ब्याग साइड ब्याग होइन सानो भेटाउनु पनि सकुशल हो कि नै। ल अनि यसरी राख्नु हुँदैन नि। यसरी पैसा यसरी छोड्नु हुँदैन नि। यसरी जस्तो ब्याग जिम्मा लगाएको व्यक्तिलाई कमसेकम सोध्नु पर्यो राम्रोसँग। आफूले चासो गरिदिनु पर्यो। तपाईँको दुईवटा ब्याग यहाँ रहेछ त्यो बेन्चमा राखेर छोडेर जानुभएको रहेछ भन्नुहुन्छ गुनासो गर्नुहुन्छ। अनि तपाईँको ब्याग हामी त्यहाँ टोइलेटको त्यहाँ उसमा टोइलेटभित्र फेला पारेको हेर्नुहोस्। उहाँ भाइले भेटाएर यहाँ सुरक्षाकर्मी हामीलाई बुझायो मलाई बुझाउनु भएको। बिहान फोन आयो फोन गरेर अनि त्यसपछि कसको के हो अनि खोजनीति गरेर हजुर। ल ठिक छ। अब यसरी नगरिदिनु होला है। लापरवाही आफ्नो सामान चाहिँ राम्रोसँग सुरक्षा गर्नु होला जतन गर्नु होला है। राख्नु होला। मिल्छ कि अरे आफ्नो मान्छे होइन। आफ्नो एकै ठाउँमाको घर वरिपरि नि घर उहाँ पनि यस्तै हो कि घर होइन। अब विश्वासै भयो भने त अब यो के अरे कि त त्यत्रो 35 जनाको ग्रुप थियौँ हामी होइन। कि त एउटाको जिम्मा लगाइदिनु पर्छ कि त अब यो भारी पनि त थिएन नि यसरी बोकेर लैदिनु पर्छ कि त हाम्रै जिम्मा लाग्नु पर्छ नि त उसले। अनि गल्ती उसको हो नि त। म त टोइलेट गएको हो नि आमा पनि टोइलेट हो। ल ठिक छ। हजुरको घर कहाँ अरे? हजुरको कहाँ बुटोल कति? बुटोल फर्सतिका छ न 3 होइन। हजुरको शुभ नाम? मेरो आशा आले। ल अहिले सामान भेटाउनु भयो नि। ल ठिक छ। कस्तो लाग्यो हजुरलाई अहिले महसुस कस्तो भेटाउनु भयो नि होइन? बिमार भएको मान्छे झोला हराएर म त के टाठो भयो कि त्यो बिमार नै कता हरायो ल ठिक छ। ल ओके हो त नि। अब यत्रो बाटो माथि उक्लिएको हेर्नुहोस्। अनि अब फेरि उहाँ माथि जाने हो कि नजाने भइसकेछ। ल हुन्छ ल ठिक छ। अटो जान्छ।